नमस्ते सबैजनालाई, मेरो नाम हो सुलोचना सुनार। स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा। आज चाहिँ डे 3। आज 3 बजेबाट सुरु गरेको छ मैले भ्लग चाहिँ, किनभने दिउँसोमा बिहानमा केही कन्टेन्टै हुँदैन क्या गाइज। अब बिहान उठ्ने, घाँस काट्न जाने, त्यही हुन्छ क्या गाउँको लाइफस्टाइल। सधैँ त्यही मात्रै हुन्छ, अनि त्यही भएर केही काम थिएन। अनि अहिले नि खासै नथिङ स्पेसल, केही त छैन त्यति राम्रो कन्टेन्ट बन्ने, त्यही नि अब हेर्दै जाउँ के राम्रो हुन्छ। आज चाहिँ खाजाको लागि यो मकै रहेको छ। मैले बिहान के भन्छ घाँस काट्न जाने बेलामा ल्याएको थिएँ, अनि यो मकै उसिनेर खान्छौँ हामी चाहिँ आज खाजा। अनि यता चाहिँ हाम्रो गुन्टु रहेको छ झोलुङ्गोमा। ओइ मलाई नि ल्याउनु न दिदी भ्लगमा भनेर हेरिरह पुन्टु। ल्याऊ कति राम्रोसित हाँस्छ क्या यो पुन्टु चाहिँ। हेलो भन, हेलो गाइज भन, हेलो। मकै चाहिँ यति भयो, अनि यसमा राम्रोसँग फोहोर गएको छ नि रहेछ। अब खाने बेला निकाल्ने केही हुँदैन, धेरै अलिअलि फोहोर भएर। यो चाहिँ खोस्टा। म चाहिँ कति गर्मी भएको भने नि अब कुरै नगरौँ। यो यहाँ माथि जस्ता छ नि त हाम्रो, अनि त्यही भएर कति गर्मी हुन्छ भने हाम्रो त पसिना भएको। एकछिन बाहिर बस्नै सक्दैन, बरु भित्र चाहिँ अलिक शीतल हुन्छ। किन मम्मी? मेरो त मोबाइल स्विच अफ हुन आँट्यो। मैले चाहिँ मकै बसालेर आइसकेको छु। अब आधी घन्टा जति मात्र पाक्छ होला। अनि यता चाहिँ मम्मीहरूको चिया खाने बेला भएको छ। गुनगुन चाहिँ यो धेरै रमाउने छ मम्मी। गुनगुन। अनि उता चाहिँ मम्मी हुनुहुन्छ, चिया खान लाउनु भएको। यता चाहिँ भाउजू, यता चाहिँ गुनगुन। ब्ल्याक टी हो मम्मी, कालो चिया खै। यो चाहिँ हो कालो चिया। मैले चाहिँ गाइज मकै खाएको भिडियो चाहिँ बनाउनै बिर्सिन्छ भने कस्तो। अब मलाई भोक लागिरहेको थियो नि त, अनि पाक्ने बित्तिकै ल्याएर खाइहालेँ। अनि पुन्टीले पनि कुपुक कुपुक खायो। अनि मेरो चाहिँ के भन्छ मिलमा जाने प्लान नि क्यान्सल भयो, किनकि भाउजू मात्रै जानुभयो। पुन्टे सुत्या थियो, मम्मी चाहिँ मिलमा जानुभएको, अनि त्यही भएर प्लान पनि क्यान्सल भयो। आधी घन्टा जति सुत्या थियो यो बच्चा, त्यति जेल मैले गोल्फे केलाई अलिअलि तरकारी भरेको लागि। अनि के भन्छ के अरे आधी घन्टा जति मात्रै सुतेँ, फेरि त उठेर प्या रुन थालिहाल्यो। अनि भाइ पनि स्कुलबाट आयो, अनि भाइले टिभी बजाएपछि त झन् पुन्टो उठ्यो भनेर ऊ आफैले सही पनि थापिरह। हेलो भन पुन्टु, हेलो भन, हेलो हेलो गाइज भन, हेलो भन। अनि त्यस्तै भयो। आज चाहिँ मकै खाएको भिडियो हेर्न पाउनु भएन गाइज, माइन्ड नगर्नु होला। जेसुकै होस्, अब जे भयो नि आज गर्मी, दिउँसो चाहिँ गर्मी नै थियो। अहिलेलाई चाहिँ अलि बादल नै आछ, पानी पर्छ कि क्या जस्तो लाग्यो। अनि अलिअलि हावाहरू पनि चलिरह। त्यो चाहिँ हो हाम्रो छिमेकी गाउँ। पुन्टु लड्ने भयो। पुन्टु किन तिमी उ गरे? आछि कस्तो मुखै बिगाएर त पुन्तुले त। आछि यता हेर त, खुट्टा नि किन घुसु घुसु बनाने? ना हो लड्छन् फेरि, भुङ हुन्छन् फेरि नक्कलु। अहिले चाहिँ भाइ र म गाउँ भ्रमण गर्न आएको छ। अरे मम्मी नगर्न बाबु। अनि यो चाहिँ हो हाम्रो भाइ, यो चाहिँ 9 कक्षामा पढ्छ। हेर्नुहोस् गाइज, यो 13 वर्षको भयो, अनि अहिले 9 कक्षामा पढ्छ। कति लम्बा छ, मभन्दा पनि लम्बा छ। अनि यो चाहिँ हो हाम्रो गाउँ। खै त गाउँ चाहिँ देखेन। नाना बाबु। अनि पानी पनि पर्ला जस्तो त्यो चाहिँ हाम्रो घर। अनि अभी झनै नलडे।
त्यो चाहिँ आल्चाको बोट अनि त्यतातिर चाहिँ घर छ अनि यतातिर पनि घर छ। बादल यतातिर चाहिँ अलि राम्रै छ, अलिक कालो भएन। यतातिर चाहिँ कालो कालो भयो, फेरि घाम नि लागिरहेको के हो बुझ्नै सकेन। डिप्रेसनमा पर्यो क्या बाबु त डिप्रेसनमा परे जस्तो मुख लाग्छ त। नो ओ पानी पर्यो। अहिले चाहिँ पानी पर्न थालेको छ, अहिले छिटा नि हान्न थाल्यो धेरै पछि। आजको भ्लगमा चाहिँ खासै त्यस्तो केही भएन। भोलितिर चाहिँ अब हेरौँ के हुन्छ। डेली भ्लग बनाउनु भनेर मात्रै हो, मैले अलिअलि जे हो त्यहीलाई भिडियो गरेर गर्न लागेको। आजको लागि यति नै। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला अनि लाइक गर्नुहोला, सेयर गर्नुहोला। अनि आजको लागि त्यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। टिल देन टेक केयर, लभ यु अल गाइज, बाई बाई बाई।